दाइ मेरो कस्टमर दाइ हुनुहुन्छ, तपाईँले मलाई डिस्टर्ब गरिराख्नु भएको छ है। मैले ढोका लक गरेको थियो, कहाँबाट ढोका खुल्यो फेरि? दाइ म कोही चिन्दिनँ के, कोही मलाई चिन्नु नै छैन के। मलाई के मतलब, तपाईँ पोखराको भयो नि, धादिङको भयो नि, हामी सबै नेपाली हो। नेपाली भएको कारणले गर्दाखेरि तपाईँलाई मैले छुट दिइरहेको हो होइन। कस्टमर हुनुहुन्छ, हिजो पनि 2-3 जना बहिनीहरू फर्किनु भएछ बाहिरबाट। मैले नाटक कहिल्यै गर्दिनँ दाइ। मलाई तपाईँ आउँदाखेरि एकदमै गाह्रो हुन्छ, एकदम गाह्रो हुन्छ, मेरो शरीर काम छ। When you came here, my body is starting to shaking. I feel anxiety. Yeah, I feel anxiety. That's why I told you don't come in my place. No, Dai. I have to give that evidence for police. That's why I'm... No. तपाईँले मलाई अति नै गरिसक्नु भयो. It's already 5 times. अति नै गरिसक्नु भयो। अहिले तपाईँले मलाई हेप्नु नै भएको हो क्या दाइ। हिजो तपाईँ ड्रङ्क हुनुहुन्थ्यो, that's why I'm not call police. Now I can call cop because you are in fresh. I told you, they don't come in my place. No, it's not about English, Dai. If you give me negative anxiety, if you give me the problem, I have a customer, you gave me the problem. Brother, you gave me problem. It's not good. It's not good. It's okay, Dai. That's your problem. Look, that's your privacy, your things. I don't need to know. Just don't come in my place. Don't come in my place. So when you come, I don't feel good. My body starting to shaking. My body started to shaking. And I have a customer. You gave me very bad vibe. So you talking like English? Yeah, you can tell me. What's your conscience? Why you come in my place? Okay, tell me why you come in my place. Just you are just like you. I have a customer. If you keep coming my place, it gives me negative vibe, and I have to do business to pay rent. You give me, and you drink. That's not good at all. And you have a misbehavior. When you come in front of my door, you knock my door. Why are you talking like shit? Dada, I'm so sorry. I'm sorry. Back price you? ठीक छ हजुर गर्नु नि हस् दादा I do believe you don't worry दादा ल गर्नु त दादा मलाई कस्तो यो मान्छेलाई म बस्ने दादा एकछिन बस्यो न बरु हस् थ्यांक यू दादा थ्यांक यू सो मच दादा डराएर झन् दादा नै भाग्नु भयो Why are you talking like shit? I'm not talking like a shit. You gave me negative anxiety, negative vibe. You don't have right to come in my place if I don't want. If I don't like you, you don't have right to come in my place. English is bad. It's not your problem. My English is bad or good, not of your problem. Okay. Okay, English नबोल्नुस् ल ठीक छ तपाईं मसँग तपाई त ठुलो मान्छे तपाई ठुलो मान्छे हो मेरो पसलमा नआइदिनुस् म सानो मान्छेबाट म तपाई पोखराको ठुलो मान्छे ल तपाई ठुलो मान्छे बिग पर्सन That's why I told you don't come in my place. म सानो मान्छे ल मेरो इंग्लिश राम्रो छैन त्यही भएर म इंग्लिश मलाई बोल्नै जान्दिन म इंग्लिश बोल्नै जान्दिन म इंग्लिश पनि राम्रो छैन म मान्छे पनि राम्री छैन मेरो पसल पनि सानो छ म सानो मान्छे हो तर तपाई मेरोबाट नआइदिनुस् न त मेरो पसलमा दाइ नेपालीमा बोल ल दाइ तपाई मेरो पसलमा चाहिँ किन आइराख्नु भएछ बारम्बार यति मात्रै आन्सर दिनुस् मलाई ल ठीक छ थ्यांक यू सो मच फर टेल योर एक्सक्यूज आई क्यान गिभ यू एक्सक्यूज ओके तपाईले सरी भन्नु भयो हैन थ्यांक यू फर दैट अब तपाई जानुस् न त म तपाईलाई माफ दिए जानुस् अब ल तपाईले एकचोटी मेरो ठाउँमा टेक्नु भएन भने म भिडियो डिलिट गरिदिन्छु ल पहिला तपाईले परमिस गर्नुस् मेरो ठाउँमा बारमा आउँदिन भने परमिस गर्नुस् तपाई किप आइराख्नु भयो भने तपाई जतिखेर आउनुभयो त्यतिखेर भिडियो बन्छ हैन तपाई जतिखेर आउनुभयो त्यतिखेर भिडियो बन्छ तपाई मेरोमा नआइकन मेरो नम्बर लिएर जानुस् मलाई फोन गर्नुस् तपाईसँग मोबाइल रहेछ हैन मलाई फोन गरेर बहिनी म तपाईकोमा आउँदैन मलाई मेरो भिडियो डिलिट गरिदिनुस् भनेर मेरो नम्बर लिएर गएर मलाई फोन गर्नुस् मैले त फेरि पनि
तपाईँको दाई ल हेर्नुहोस् है दाई हजुरको के नाम तपाईँको दाईको नङ फगाबी ल नङ फङ्गामी दाई हजुर उहाँको भिडियो फेरि पनि रेकर्ड भइरहेछ उहाँले चाहिँ नजाऊ भनिदिनुहोस् हजुरले मलाई फोन गर्नुहोस् बरु म भिडियो डिलिट गर्न तयार छु म उहाँ कसैको प्राइभेसीलाई बिगार्नलाई म यहाँ आएको होइन मलाई दाईहरूको भिडियो हाल्नलाई मलाई पनि रहर छैन तर म एउटा बिरामी मान्छे हो दाई बारम्बार आउँदाखेरि मलाई असर परिराखेको छ दाई मसँग धेरै बिरामी छ मलाई तपाईँहरू जस्तो रक्सी खाएको केटा मान्छेहरूलाई नभेट भनेको छ डक्टरले कुनै पनि रक्सी खाने कुनै पनि नेगेटिभ पिपुल कुनै पनि तेरो पसलमा मैले इनफ्याक्ट कस्टमरलाई पनि डाइरेक्ट आउन दिँदैन मेरोमा कुनै पनि गलत इन्टेन्सनको मान्छे छ भने तँ मान्छेलाई तँ नभेट कुरा नगर भनेको छ डक्टरले मलाई कसरी चुप लाग्ने दाइ तपाईँ मेरै पसलमा आएर मेरै ठाउँमा आएर तपाईँ बसिराख्नु भएको छ म कसरी चुप लागौँ भन्नुहोस् त दाइ ल किन चुप लाग्ने दाइ तपाईँ जानुहोस् अनि चुप लाएर बस्छु नि म ठिक छ ल तपाईँको दाइले मलाई फोन गर्नुभयो र तपाईँ यहाँ नआउने तपाईँ मेरो ठाउँमा नटेक्ने पर्मिस गर्नुभयो तपाईँको दाइले भने तपाईँको भिडियो डिलिट हुन्छ टेन्सन नगर्नुहोस् दाइ तर तपाईँ बारम्बार आउनु भने बारम्बार तपाईँको भिडियो गइरहेको छ बारम्बार गइरहेको छ तपाईँले अति नै गर्नुभयो मलाई छुनतिर लाग्नुभयो भने पुलिस बोलाइन्छ दाइ म हिजो तपाईँ रक्सी लाएको थियो अनि त्यो ढोकाहरू ढक 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 नगर्नुहोस् दाइ ढोका ढक 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 गर्नुभयो भने मेरो हेर्नुहोस् त त्यहाँ हेर्नुहोस् त क्यामेरा हेर्नुहोस् दाइ ऊ त्यो क्यामेरा हेर्नुहोस् त ऊ यहाँ क्यामेरा हेर्नुहोस् त दाइ देख्नुभयो ऊ त्यहाँ क्यामेरा हेर्नुहोस् त दाइ ऊ त्यहाँ क्यामेरा हेर्नुहोस् दाइ सबैले मेरो भोइस तपाईँहरू म बोलेको पनि रेकर्ड भइरहेछ यो मेरो सोसियल मिडियाको रेकर्डले केही पनि गर्दैन यहाँ सुन्नु यो क्यामेरामा त्यहाँ क्यामेरामा बाहिरको क्यामेरामा बाहिर दुईवटा क्यामेरा छ देख्नु भएको छ नि त्यो रेकर्ड भइरहेको पुलिसले मजाले हेर्छ क्या खानु ल ठिक छ दाइ खानुहोस् बाहिर पार्कतिर बसेर खानुहोस् मेरो पसलको अगाडि नआउनुहोस् ठिक छ दाइ तपाईँ जस्ट मेरो ठाउँमा नआइदिनुहोस् यति तपाईँलाई रिक्वेस्ट दाइ ल तपाईँको जीवन तपाईँको लाइफ इन्जोय गर्नु रक्सी खानु जहाँ जानु जे गर्नु त्यसले मलाई केही फरक पर्दैन तर तपाईँ इनफ्याक्ट तपाईँ खाना पाएन भने भयो नि आज म भोकै छु भन्नु बरु खानेकुरा दिन्छु म तपाईँलाई बरु ल म दिन्छु के खानुहुन्छ भन्नुहोस् ल खानुहोस् तर तपाईँ यहाँबाट जानुपर्छ ल म दिन्छु ल के खानुहुन्छ ल जानु त्यहाँ गएर खानु झिकेर खानु ल चिप्सहरू छ त्यहाँ जानु तर तपाईँ यहाँबाट चाहिँ जानुपर्छ दाइ खानु चिप्स खानु कुन खानुहुन्छ मसँग जे छ त्यो दिने त नि चाउचाउ खानुहुन्छ चाउचाउ खानुहुन्छ ल्याइदिउँ ल खाएर हिँड्नु भयो तपाईँलाई खानेकुरा चाहिएन ल तपाईँ ठिक छ तपाईँ अब यहाँबाट गइदिनुहोस् न त दाइ तपाईँ गइदिनुहोस् त्यति मात्र दाइ प्लिज प्लिज दाइ रिक्वेस्ट यु जानुहोस् दाइ प्लिज म के गरौँ त दाइ तपाईँ हेर्नुहोस् कस्टमर भाग्नुभयो तपाईँ कारणले गर्दा मेरो कस्टमर भाग्नुभयो दाइ यसले मलाई असर गर्छ क्या दाइ प्लिज बुझिदिनुहोस् न है तपाईँको के समस्या हो तपाईँको दाइलाई एकचोटि मलाई फोन गर्न लाउनुहोस् र तपाईँलाई यहाँ वरिपरि नआउने उहाँले बाचा लिनुभयो भने तपाईँको भिडियोहरू सबै हटाइदिन्छु म चिन्ता नगर्नुहोस् तर तपाईँ अहिले चाहिँ जानुहोस् दाइ तपाईँ मेरो पसलमा नआउने तपाईँले कसम खानुपर्छ तपाईँको दाइ परिवारसँग बसेर अनि यहाँ वरिपरि नआउनुपर्छ नत्र भने यो काम पुलिसले गर्छ हेर्नुहोस् दाइ तपाईँको परिवारले गर्न सक्दैन भने पुलिसले गर्छ तपाईँ के थरीको थाहा छैन मलाई के थर तपाईँको के हो तपाईँको पुरा नाम के हो भन्नु त तपाईँ बागलुङको केटा भन्ने सुनेको मैले बागलुङको हो पोखराको हो तपाईँको थर के हो तपाईँको पुरा नाम भन्नु त के हो के मलाई थाहा छैन तपाईँले अघि को समथिङ के मलाई त्यो मोबाइलमा के पुन सुन समथिङ दियो त पुन हो तपाईँ के देखाइराख्नु भएको थियो अघि मोबाइलमा तपाईँको परिवारलाई फोन गर्न लाउनुहोस् मेरो वरिपरि नआउनुहोस् त्यसपछि म तपाईँको भिडियो डिलिट गर्छु अहिले डिलिट हुँदैन दाइ वाट हेल ए मेरी भगवान ए श्री कृष्ण भगवान जी लौ न यो दाइलाई सद्बुद्धि दिनुहोस् ए मेरो भगवान म के गरौँ लौ न के गर्ने दाइ लौ न तपाईँ के दाइ तपाईँ मेरो पसलमा आएको मलाई मन पर्दैन प्लिज नआइदिनुहोस् यति कुरा त बुझ्नुहुन्छ नि अब सुन्नु भयो नि त्यसको मतलब तपाईँ जानुहोस् ढोका खोल्नुहोस् जानुहोस् दाइ तपाईँ यु आर इन माई प्लेस एन्ड यु बदरिङ मी दाइ What the hell? Oh my God! Because I'm drinking a lot. That's my problem. You don't.
तिमीलाई यार के भन्नु यार I'm drinking a lot. That's my problem. फेरि यार तिमी यार मर जान्छु यार त्यो बात त गर्छु तिमीले भिडियो गरिरहेको तिमी I drink a lot. This is my problem. So what can I help you? That's not my problem. This is your problem. So why you bothering me? Why you come my place? It's your drink place. It is a bar. You think this is a bar? This is not a bar. So you know that. So why you come in my place? Keep coming in my place. Why you keep coming in my place? You drink a lot. You already told you drink a lot, right? And you think this is a bar? I'm thinking like this is a bar. You thinking this is a bar? Did you see any drink here? Where is Did you see any wine here? Did you see any liquid here? Did you see any place, any liquid here? This is liquid? You want to drink that? You want to drink that? Where is that? You love drink, right? You want to drink that? Because चुप लाओ के मलाई झ्याउन यार Dai, brother, please. I don't like you come to my place. So you don't I feel anxiety. When you come here, I don't feel good. Your eye, look at your eye. You are looking for something suspicious. You looks like a something creepy, like something wild. You are something like I don't know. You are in out of track. So please, this is not a bar. Okay. Why are you talking like you said? You talking like Okay. So if you feel I'm talking like a shit, please don't come in my place. Why This is my place and I have to work here. The customer should be come in my place. If it's some girl come here, they will scare with you. And if some you see the just before you come here, one customer yes, he run. Because of your personality there, you are drunk. People is scared with drunk people. You see a lot of homeless is live there, a lot of people is live there. They are very nice. They live in park. They are very nice. They never come in my place. They are also drink. A lot of boys, guys is there. We are human beings. I always love human beings. As a human being, I respect you. You respect me? Yeah, as a human being. That's why I'm requesting you, please leave my place. So I'm gonna leave? Yeah, please. So I'm gonna go to drink, okay? Okay, go anywhere, whenever you want. It's your life. Do whatever you want. But just don't bother me and don't come in my place. Yeah. You okay, I understand everything, okay? Okay. So, leave the place then. So I'm gonna go somewhere, okay? What do you think? What do you think? So I'm gonna go somewhere. Please, leave the place then. Okay, so I'm drinking a lot. That's my problem, okay? So don't drink a lot. Why you drink a lot? What can I do? Okay, so I'm gonna go somewhere. Okay, bye-bye. Take care, Dai. मेरो place ma चाहिँ नआउनुस्. No, I'm not going to touch you because I'm scared with you. So how I just talking as a human being nicely. Get to me. So Because you already accept you drink a lot. And I'm scared with the drunk people. so, I'm a woman, you are a man. I do my business. I work here. I'm working. You disturbing me. I'm not disturbing you. You disturbing me. You coming. Keep coming my place. You keep coming. I'm not allowed. You come here. I'm not allowed. I'm not feel good. I told you a lot of time. Okay. Okay, leave the place then. I understand. If you understand, leave the place, Dai. No, I'm gonna go. Okay, go. So I'm gonna take one more beer and then so And don't come again here. Don't come, okay? somebody call you, right? No, nobody call me. Nobody call me. I'm just requesting you, don't come in my place, okay? No, he's living in the Australia. He say like that, and
What I have to say? Leave my place. Please leave my place. तिमी चुप लाऊ न म ड्रिङ्क गरिरहेको छु कि जानुस् न त दाइ जानुस् न त तपाईँ ड्रिङ्क गर्नु भएको छ जानुस् अब सक्यो म एक ड्रिङ्क गर्छु अनि त्यसपछि आउँछु है यहाँ आउने किन दाइ तिमीले भिडियो गर्छ नि त अनि भिडियो त म अहिले पनि गरिरहेको छु दाइ तपाईँले मैले भिडियो खिचिरहेको छु हेर्नुहोस् त तपाईँ भिडियो खिचिरहेको छु मैले तपाईँ आउने चाहिँ किन मेरोमा तपाईँ आउने किन मेरोमा तिमी चुप लाऊ न म पोखरा पढेको मान्छे तपाईँ जहाँ पढ्नुभयो तपाईँ आउने किन मेरोमा त्यसको मात्रै मलाई एन्सर दिनुहोस् यसको उत्तर चाहियो मलाई तपाईँ मेरो पसलमा आउने किन मटर रक्सी धेरै खाइदिन्छु अनि खानुहोस् न त दाइ तपाईँको घरमा बसेर खानुहोस् तपाईँ साथीभाइसँग बसेर खानुहोस् परिवारसँग बसेर खानुहोस् मेरो पसलमा किन आउनुहुन्छ तिमीलाई देखेर आएको हो नि मलाई देखेर वाट डु यु मिन तपाईँको के मतलब के हो मलाई देखेर आउनुभएको होइन somebody say like something like that what somebody say who say okay tell me clearly who say something like that would say somebody okay bring that people who said give me the proof bring that people what he said he's not good guy and if he is not good guy and you gonna listen to him if he is not good guy why you listen to him म त धेरै खाएँ ल म जान्छु यार तिमीसँग बोल्दा ल दाइ लिभ माई प्लेस दाइ प्लिज लिभ माई प्लेस लिभ माई तपाईँलाई कसैले पठाएको भन्ने मलाई शङ्का लागिरहेको छ है दाइ तपाईँले मलाई भन्नुहोस् कसले तपाईँलाई पठाएको हो तपाईँलाई राम्रोसँग थाहा छ ऊ राम्रो पर्सन छैन भन्ने थाहा भइसक्यो त्यही त दाइ तपाईँ क्रेजी देखेरै म क्रेजी देखेरै त्यो मान्छेले तपाईँलाई युज गरिरहेछ दाइ सुन्नु दाइ मैले भन्दैछु त म बिरामी छु भन्दैछु त तपाईँलाई त्यो यहाँ हेर्नु दाइ तपाईँलाई त्यो मान्छेले युज गर्दैछ को हो त्यो मान्छेको नाम दिनुहोस् मलाई अब तपाईँले कोहीले तपाईँलाई पठाएको हो रक्सी खुवाएर भन्ने मलाई शङ्का थियो तपाईँले नै प्रमाणित गर्नुभयो कसले पठाएको तपाईँ यहाँ आउने किन तपाईँ दाइ म कसम भन्दैछु तपाईँ फेरि पनि आउनुभयो भने तपाईँलाई म 100% पुलिस बोलाउँछु है म ढोका खोल्दिनँ मेरो ढोका लक हुन्छ मैले क्यामेराबाट सबै तपाईँलाई रेकर्ड गर्छु अनि पुलिस बाहिर आउँछ है दाइ दाइ नाटक होइन यो तपाईँलाई मैले हिजो पनि धेरैचोटि माफी दिइसकेँ 4-5 चोटि भइसक्यो तपाईँलाई पठाएको कसले भन्नु त पहिला तपाईँलाई पठाएको कसले त्यही त तपाईँ रक्सी खुवाएर पठाएको कसले तपाईँलाई त्यो मान्छे रक्सी खुवाएर पठाएको तिर्सनाकोमा जा त्यसलाई बदर गर भनेर त्यसले के भनेर पठाएको तपाईँलाई थाहा पाउँदैन अनि तपाईँ थाहा नपाउने तपाईँ चाहिँ पुरा बेहोसीको सुरुमा मेरो पसलमा आइरहनु भएको छ दाइ तपाईँ जानु न ल तपाईँ जानु न दाइ प्लिज जानु बाहिर जानु ल बाहिर मात्रै जानुहोस् ल दाइ तपाईँले मैले भने मान्दैन म तपाईँलाई पुलिस नै बोलाउनु पर्ने भयो ल दाइ म अहिले चाहिँ कल गर्छु 100% हेर नि यसले ढोका खोल्न खोजिरहेको नि ढोका खोजिरहेको हेर ढोका खोलिरहेछ यो ढोका खोलिरहेको हेर नि पुलिस आउन नि टाइम लाग्यो क्या फेरि ढोका खोलिरहेको छ भाग्नलाई के मैले बोलाइसकेँ नानु यी भित्र थुनेर बोलाइरहेको छु मैले यहाँ ढोका लक गरेर बसिरहेको छु पुलिस पनि आउन टाइम लाग्यो क्या फेरि पुरा यहाँनिर भित्रबाट पनि चाबी खोल्न मिल्छ नि त पुरा खोलिदिइरहेछ Yeah, I don't want you come again. I don't want. Please don't come around me. He's always wrong and come and knock my door. Do you know him? I don't know him personally, but he know me because it's a Nepali code and he's from Nepal as well. Did he do anything in here? No, he don't do nothing. Just he knock door, keep coming, and my customer is here with me. कोही त पुलिसले त केही गरेन त्यतिकै लहाटिदियो त्यसलाई ल पुलिस त त्यतिकै गयो त के गर्थ्यो पुलिसले खोइ त कस्तो केही त गरेन पछि वाच गर्छ होला मलाई भित्र बस भन्यो उसलाई लहाडिदियो ल पुलिस त त्यतिकै गयो भाइ त्यतिकै गयो मुर्दार थियो खोइ त पुलिस समातेर लान्छ भने त लगेन त फेरि त्यसलाई म भन्छु पुलिसलाई गयो त पुलिस त्यतिकै गयो यार पुलिस त त्यसलाई लहाडिदियो गयो भाइ फेरि आउँछ त्यो मुर्दार
यस्तो त गऱ्यो पुलिस बोलाएर नि के गर्ने र छिया